मर्निङ वाक चाहिँ अनवरत यात्रामा छु म। सुरु भइरहेको छ, मर्निङ वाक जारी छ, मर्निङ वाक चलिरहेको छ। म अहिले घरबाट पहतुबारीतर्फ अथवा मेची राजमार्गको म चन्द्रगढीबाट चारालीतर्फ गइरहेको छु। गाउँमा त्यही पनि जङ्गलको छेउमा हरियाली रुखहरू भएको ठाउँमा र सबै कुरा चाहिँ एकदम पर्याप्त मात्रामा प्रशस्त मात्रामा अक्सिजन पाइने ठाउँमा र यो रुखहरूले गर्दा यो हरियालीले गर्दाखेरि पनि एकदम मनमोहक चाहिँ एउटा वातावरण छ र एउटा आजको मौसम पनि पानी पर्ला जस्तो पनि भएको छ र पानी परि नै होला जस्तो चाहिँ छैन, तर पर्न सक्ने सम्भावना छ केही समय पछाडि। जे भए पनि हामीले पानी पर्ने बहानामा र अन्य कुनै बहानामा हाम्रो शारीरिक अभ्यास, शारीरिक तन्दुरुस्तीलाई चाहिँ रोक्न हुँदैन र हामी सबै चाहिँ बेडबाट एकदम टाइमली उठ्ने बानी गर्नुपर्छ, समयमा उठ्ने र मर्निङ वाकलाई निरन्तरता दिनुपर्छ।